जेनजी आन्दोलन सकिकन चुनाव हुने भएको छ। सबैजना निर्वाचनको तयारीमा लागि परेका छन्। अहिले चुनावमा उठेका व्यक्तिहरू आफ्नो गाउँ ठाउँ समाजमा भाषण दिँदै गर्दा बेला बखत जेनजी आन्दोलनको एउटा प्रसङ्ग उठाउँछन् र त्यो प्रसङ्ग मिडियामा वरिष्ठ व्यक्तिहरू वरिष्ठ पदाधिकारीहरूले पनि उठाएको पाइन्छ। त्यो प्रसङ्ग के हो भने जेनजी आन्दोलनले गर्दा देश एकदमै भयावह अवस्थामा पुग्थ्यो यदि राष्ट्रपति र नेपाल आर्मीले देशलाई नजोगाएको भए, सुरक्षा नदिएको भए। यी दुईटाले गर्दा देश जोगिएको हो, नत्र देश ध्वस्तै हुन्थ्यो। यस्ता टाइपका तर्कहरू बेला बखत आइरहन्छन्। अब यहाँ कुरा जेनजी आन्दोलनको या चुनावको समर्थन गर्नु वा विरोध गर्नु होइन। कुरा यहाँ कानुनको छ, कुरा यहाँ संविधानको छ। हामी रुल अफ लको प्र्याक्टिस गरिरहेका छौँ। हाम्रो लागि कानुन र संविधान सर्वोपरि हो। संविधान सबैभन्दा माथिको कानुन हो। रुल अफ लले देश चल्छ। संविधान अनुसार सबैलाई चल्नै पर्छ। तर ठिक छ, म यो कुरासँग अवगत छु कि संविधानका सबै धाराहरू सबै अवस्थामा लागू गर्न सकिँदैन, कठिन छ। यो सामान्य अवस्थाको लागि मात्र हो। जेनजी आन्दोलन जस्तो अवस्था सामान्य अवस्था होइन। यतिखेर संविधानका सबै धाराहरू लागू हुन कठिन छन्। त्यही भएर त्यसका केही धाराहरूलाई साइडमा राखेर अस्थायी सरकार गठन गरियो, सुशीला कार्कीज्यूलाई प्रधानमन्त्री बनाइयो र अहिले अब चुनाव पनि हुँदैछ। यहाँसम्म मलाई कुनै समस्या छैन। यसको कुनै विरोध गर्न आएको पनि होइन। मेरो प्रश्न मात्र नेपाल आर्मीको मोबिलाइजेसनको बारेमा हो। नेपाल आर्मीको मोबिलाइजेसन संवैधानिक व्यवस्था अनुसार सेक्युरिटी काउन्सिलको रिकमेन्डेसनमा, काउन्सिल अफ द मिनिस्टरको डिसिजन अनुसार राष्ट्रपतिले परिचालन गर्छ नेपाल आर्मीलाई। तर यहाँ के भयो, अहिले जेनजी आन्दोलनमा के भयो भन्दा सिडिओले परिचालन गरेको छ नेपाल आर्मी। सिडिओले बोलाएको छ नेपाल आर्मीलाई, कर्फ्यू जारी गरिदिएको छ। कर्फ्यू जारी गर्नेसम्म अधिकार छ सिडिओलाई, तर नेपाल आर्मीलाई परिचालन गर्ने अधिकार थिएन क्या। संवैधानिक अधिकार हो नि त यो। कसरी चाहिँ युज गर्यो, यसको कुनै आवश्यक पनि थिएन। राष्ट्रपतिले गर्दिन सक्थ्यो। सिडिओले कसरी प्रयोग गर्यो त्यो अधिकार, यो बुझ्न सकिनँ मैले। यो एडमिनिस्ट्रेटिभ ड्युटी अन्तर्गत पर्छ कि पर्दैन, यो कन्स्टिट्युसनल प्रोभिजन अन्तर्गत पर्छ कि पर्दैन, संविधानमा त छैन यो। त्यसको कुनै अपवाद या कुनै इन्टरप्रिटेसन छन् भने जानकारी पाऊँ।